निदान मिडिया हेरेर बस्नुहुने सम्पूर्णमा नमस्कार। म केशव कनेल। ज्योतिष प्रदीप पौडेलले चैत्र 22 गतेको लागि तयार पारेको राशिफल सहित उपस्थित भएका छौं। आज विक्रम सम्वत 2081 चैत्र 22 गते शुक्रबार, चैत्र शुक्ल पक्षको सप्तमी तिथि, नेपाल सम्वत 1145। सूर्योदय बिहान 5:53 हुनेछ भने सूर्यास्त साँझ 6:22 हुनेछ। सुरु गरौँ आजको राशिफलतर्फ। राशिफलको सुरुवातमा मेष राशि। समयले साथ दिएको छ, छिमेकी र आफन्तीको सहयोग पाइनेछ, ओज र पराक्रममा वृद्धि हुनेछ, रमाइलो यात्रा तय हुनेछ। वृष राशि। बोलीको प्रभाव बढ्नेछ, रमाइलो भतेरमा सरिक हुने योग छ, पारिवारिक जमघट हुनेछ, मान सम्मान प्राप्तिको योग छ, स्वास्थ्य सबल रहला। मिथुन राशि। समय अनुकूल छ, पराक्रमी योग छ, रोकिएका काम सम्पन्न हुनेछन्, दिनहरू रमाइला र हर्षोल्लासमय बित्नेछन्। कर्कट राशि। समय राम्रो छैन, अनावश्यक खर्च, व्यर्थको भ्रमण र स्वास्थ्य कमजोर रहनेछ, समय अनुकूल नभएकाले सावधानी अपनाउनु होला, नजिकैको धार्मिक स्थलको दर्शनले मन शान्त रहला। सिंह राशि। वस्त्र र धन लाभ हुनेछ, पेशागत सन्तुष्टि, रमाइलो कार्यमा सरिक भइनेछ, खुसीको योग छ, खर्चमा वृद्धि होला। कन्या राशि। समय शुभ छ, कार्यसिद्धि र मान सम्मानमा वृद्धि हुनेछ, आँटे ताकेको पुग्नेछ, विशेष व्यक्तिबाट साथ र सहयोग पाइनेछ, बौद्धिक पक्ष सबल रहनेछ। तुला राशि। समयले साथ दिएको छ, भाग्यमानी योगले पूर्ण छ, केही रमणीय यात्रा र खुसी प्राप्त हुनेछ, कार्य सम्पन्न र मान सम्मान प्राप्ति हुनेछ, खर्चमा वृद्धि होला। वृश्चिक राशि। समय राम्रो छैन, शारीरिक पीडा र कष्ट हुनेछ, आकस्मिक दुर्घटना र मानहानिको योग छ, सचेत रहनुहोला, आर्थिक हानिको योग छ। धनु राशि। पेशागत लाभ र व्यापारमा सन्तोष हुनेछ, दाम्पत्य सुख र आनन्दको योग छ, नयाँ योजना बन्नेछन्। मकर राशि। सामाजिक सहयोगले रोकिएका कामहरू सम्पन्न हुनेछन्, खास व्यक्तिबाट सहयोग पाइनेछ, विविध लाभको योग छ। कुम्भ राशि। जो सागर बन्नेछ, रचनात्मक कार्य सम्पन्न हुनेछन्, प्रेममय वातावरण बन्नेछ, आर्थिक लेनदेनमा विचार पुर्याउनु होला, खर्चमा वृद्धि होला। राशिफलको अन्त्यमा मीन राशि। समय शुभ छैन, मनमा पीर र खिन्नताले सताउनेछ, अनावश्यक व्यय, पारिवारिक असन्तुष्टि, विवादको योग छ, स्वास्थ्यमा समस्या देखिनेछ। राशिफलले जे जस्तो बताए पनि यहाँहरूको दिन शुभ रहोस्। नमस्कार।